हिन्दूहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा चोरीका घटना बढेको छ। तीर्थयात्री श्रद्धालुहरूको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरू चोर्ने क्रम बढेको छ। मन्दिरको गर्भगृह अगाडि रहेको दर्शन गर्ने स्थलमा सुनको गरगहना लुटिएपछि श्रद्धालुहरूमा नकारात्मक सन्देश जान थालेको छ। पछिल्लो पटक गत मंगलबार बिहान 8:30 बजे आरती पूजा भइरहेको बेला 2 जना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो। भारतको बेंगलुरुबाट जानकी मन्दिर दर्शन गर्न आएको 45 जनाको समूहमा रहेका महिलाहरूमध्ये एक जनाको घाँटीबाट 70 ग्रामको सुनको सिक्री र अर्को महिलाको घाँटीबाट 40 ग्रामको सुनको सिक्री चोरिएको श्रद्धालुहरूले जनाएका छन्। यस प्रकारको घटना नियमित भइरहेको बताइन्छ। मन्दिरमा पर्याप्त सीसीटीभी क्यामेरा जडान गरिएको छ, तर गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सीसीटीभी क्यामेरा छैन। मन्दिरमा श्रद्धालुहरूको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बीट भित्री परिसरमा नै राखिएको छ। मन्दिरको बाहिरी परिसरको विवाह मण्डप परिसरमा जानकी प्रहरी चौकी रहेको छ। हालसम्म मन्दिरमा श्रद्धालुहरूको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन, न त चोर नै समातिएको छ। मन्दिरको मुख्य द्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ। त्यो कोठादेखि 15 मिटरको दूरीभित्र नै स्न्याचिङ हुने गरेको छ, तर प्रहरीले आजसम्म स्न्याचिङ गर्नेको पहिचान समेत गर्न सकेको छैन। प्रहरीको भूमिकामाथि कतिपयले प्रश्न उठाउन थालेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी महेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरिएको गहना बरामद गर्ने दावी गरेका छन्, तर हप्ता दिन बित्न लाग्दा पनि उपलब्धि हुन सकेको छैन। पछिल्लो केही महिनादेखि जनकपुर धाममा आन्तरिक र भारतीय धार्मिक पर्यटकहरूको संख्या निकै बढेको छ। भारतको अयोध्यामा भगवान रामललाको मन्दिरमा प्राण प्रतिष्ठा भएदेखि नै जनकपुर धाममा जगत जननी जानकी मन्दिरको दर्शन गर्ने दर्शनार्थीहरूको संख्यामा निकै वृद्धि भएको छ। दर्शनार्थीहरूले असुरक्षा महसुस गर्न थालेपछि बढेको पर्यटकको चाप घट्ने चिन्ता स्थानीयहरू गर्दै आएका छन्। यता जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मन्दिरमा लाइन लगाएर दर्शन गराउनु पर्ने व्यवस्था राम्रो रहेको बताएका छन्, तर फलामको रेलिङ भन्दा स्टिलको रेलिङ दिँदा हेर्नमा राम्रो लाग्ने उनले बताए।